उडिरहेछन्। नमस्ते तपाईँहरू सबैजनालाई। आज चाहिँ अब त्यस्तो खास केही पनि छैन, भ्लग त नभनौँ होला है, त्यतिकै एउटा भिडियो गर्ने मलाई इच्छा भयो। हिजो फ्राइडे बिहानको लगभग 3 बजीदेखि फेरि इरान र इजरायल बिच एउटा डाइरेक्ट युद्ध सुरु भएको छ है। त्यो युद्ध अब के कस्तो मोडमा जान्छ त्यो अहिले केही पनि भन्न सकिन्न, तर हिजो राति चाहिँ एकदमै इन्टेन्स अब डरलाग्दै भएको थियो। मलाई जहाँसम्म लाग्छ अहिलेसम्मको सबैभन्दा डरलाग्दो अब मैले यो 10 वर्षको अन्तरालमा विचार गरेको याद गरेकोमा चाहिँ डरलाग्दो एट्याक थियो होला हिजो रातिको चाहिँ, हिजोको जुन इरानबाट गरियो है। किनभने पावरफुल ब्यालिस्टिक मिसाइल्सहरू हानेको थियो है, जसको पावर एकदमै अब हेभी हुन्छ। खासमा चाहिँ मैले एउटा तपाईँसँग के कुरा गर्नु पऱ्यो भन्दाखेरि चाहिँ अब यो विषय चाहिँ अर्कै छ। मैले कुरा बात गर्न आँटेको विषय चाहिँ अर्कै हो। तपाईँ हामी सबैले सुनिरहेकै कुरा हो है। धेरैले फलो पनि गर्छौँ हामीले फिलोसफर्सहरू होइन, हामीले आध्यात्मिक गुरुहरू होइन, स्पिरिचुअल गुरुहरू फलो गर्छौँ। सबैले एउटा विषयमा कुरा गरिरहेको हुन्छ, त्यो चाहिँ के हो भन्दाखेरि पर्पोज अफ लाइफ क्या। पर्पोज अफ लाइफको विषयमा चाहिँ हामीले त्यो विषयमा कुरा गरिरहेको सुन्छौँ नि त है। अन्त भन्छ मान्छेहरूले यो धरतीमा जन्म लिनु चाहिँ सबैको चाहिँ एउटा केही न केही उद्देश्य, एउटा पर्पोज अफ लाइफ चाहिँ हुन्छ अरे क्या। तर दुःखको कुरो चाहिँ के हो भन्दाखेरि अधिकांश मान्छेहरूले चाहिँ आफ्नो जिन्दगीको त्यो पर्पोज अफ लाइफ है, आफ्नो जीवनको त्यो उद्देश्यलाई नबुझिकनै यो संसारबाट चाहिँ बिदा लिन्छ अरे। दुःखको कुरा चाहिँ त्यो हो क्या। अन्त हामीले पनि अहिलेसम्म हाम्रो त्यो एक्जिस्टेन्सको पर्पोज अफ लाइफ चाहिँ के हो त्यो बुझेको छैन होला। मैले पनि बुझेको छैन होला, तपाईँहरू पनि कतिजनाले बुझ्नु भएको छैन होला अहिलेसम्म है। तर अब मुख्य कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ नि, यो सन्दर्भमा कुरा गर्दा मलाई एउटा सानो कथा भन्नु मन पऱ्यो क्या। अब यो कथा जस्तै हो, तर यो कथा चाहिँ सबैसँग मेल खान्छ क्या। दार्जिलिङको कुनै एउटा गाउँमा चाहिँ एकजना शिशुको जन्म हुन्छ है। यो चाहिँ लगभग लेट 70sतिर त्यो नानीको जन्म हुन्छ। अनि नानी बिस्तारै गाउँको त्यो बस्तीको वातावरणमा साथीभाइहरूसँग खेल्दै रम्दै हुर्किँदै बिस्तारै ठुलो हुँदै जान्छ। उनको बाल्यकालको अवस्था अब गाउँ बस्तीतिर एकदमै मजाको हुन्छ नि त, रमाइलो हुन्छ है। साथीभाइहरू हुन्छ, गाउँ स्कुल पनि गाउँमै हुन्छ, एकदमै रमाइलो। संसार के हो, संसार कस्तो छ भन्ने कुरासँग केही पनि मतलब हुँदैन है। के अरे यो रिस आरिस ईर्षा धन सम्पत्ति त्यो विषयमा पनि केही पनि थाहा हुँदैन। एउटा अबोध बालकहरू खेल्दै रम्दै हुर्किँदै गरेको हुन्छ है। अनि स्कुल पनि सँगसँगै गाउँकै स्कुलमा जाँदै गरेको हुन्छ। सबै कुरा रमाइलो छ क्या। अनि विन्टरको छुट्टीमा चाहिँ नानीहरू अलिकति ठुलो भएपछि विन्टरको छुट्टीमा चाहिँ अब कहीँ जानु सक्दैन। गाउँ बस्तीको नानीहरू त्यही हो, जङ्गल जान्छ। के अरे यो गाईको घाँसहरू के अरे अब त्यति बेला त गाउँ बस्तीमा त्यस्तै पालन, गाई बस्ती नै पालन गर्थ्यो नि त हो। अब त्यो विन्टरमा त्यसरी जङ्गल जान्छ, गाईबस्तुको लागि घाँसहरू ल्याउने, चुलामा खाना पकाउनुको लागि बाल्ने त्यो दाउराहरू
ल्याउने, बिहानै जङ्गल जाने, त्यो जङ्गलमा भएको सानो खोलामा पौडी खेल्यो साथीहरू। त्यहाँबाट अलिकति समय बितेपछि घर फर्किने। अब उनीहरूको यसरी जीवन चल्छ, मजाले चल्छ है। ऊ जब अब यो 13-14 सालको हुन्छ, अब दार्जिलिङमा फेरि आन्दोलन, गोर्खाल्यान्डको आन्दोलन सुरु हुन्छ। स्कुलहरू बन्द हुन्छ, उनीहरू स्कुल अब त्यत्रो समयसम्म स्कुल नभएपछि आन्दोलनले ल्याएको एउटा अर्कै वातावरणपट्टि नानीहरू जान्छ है। एउटा गाउँघरमा त्यतिकै अब जाँड रक्सी तास जुवा त्योपट्टि लाग्छ। पछि आन्दोलन सक्छ, आन्दोलनले कुनै कुरो हासिल गर्दैन है। जुन कुरोको लागि आन्दोलन गरेको हुन्छ, नेताहरूले पैसा कमाउँछ, पोजिसन पाउँछ, तर युवाहरू अन्धकारमा जान्छ है। मात्नु थाल्छ, घुम्नु थाल्छ, अलिअलि पैसा जेमा आउँछ त्यो कमायो, त्यो पैसाले माथ्यो खायो। अधिकांश गाउँको युवाहरू त्यसरी मादक पदार्थ जाँड रक्सीमा लाग्छ है। त्यसरी नै जिन्दगी बित्छ। जाँड रक्सी धेरै खाँदै गएपछि पैसा हुँदैन, घरमा आमा बाउलाई पैसा माग्यो, झगडा गऱ्यो, आमा बाउसँग रिसायो। त्यो हुँदै जान्छ। पछि त उसले आमा बाउलाई कुटपिट पनि गर्न थाल्छ है। शान्ति घरमा कहिले हुँदैन है, सुख शान्ति, जहिले पनि झगडा, जहिले पनि माथिरहेको। त्यसरी नै एउटा उसको जिन्दगी अब बितेर जान्छ है। बिहा गर्छ, त्यो पनि कुनै सक्सेस, अब एउटा माग्ने मान्छेसँग कति बेरसम्म एउटा स्वास्नीले समय बिताउँदा ल पहिला सम्झाउँछ, तर सम्झाउँदा पनि नभएपछि अब उसँग झगडा गर्न थाल्छ, उसलाई पनि कुटपिट गर्न थालेपछि उसले पनि छोडेर जान्छ। आमाले त छोडेर जान सक्दैन, जसरी भए पनि छोरा हो है। आमाले उसको त्यो 3 दिनको अब उसको झगडा, कोही बेला हात पनि लगाउने, त्यो सहँदै भए पनि आमाले माया गरेर राखेको हुन्छ। तर एक दिन अचानक जब ऊ 45 काटेर 50को छेउछाउ आउँछ, उसको मृत्यु हुन्छ है। अनि उसको मृत्यु चाहिँ अब त्यसरी भएपछि मैले यो स्पिरिचुअल गुरुहरूको यो कुरालाई सम्झेँ क्या। पर्पोज अफ लाइफ है। उसको पर्पोज अफ लाइफ के थियो त? ऊ मात्रै होइन, ऊ जस्तो हजारौँ अब गाउँ बस्तीमा हुर्किने है। अन्त एउटा माहौलले सिर्जना गरेको त्यो वातावरण, त्यसमा युवाहरू बिग्रिँदै जाने, मात्ने, र युवाहरूले जिन्दगी नै अब त्यसरी मादक पदार्थ मातेर अब बिताइदिने, र अन्तमा कसैलाई पनि खुसी नराखिकन, न समाजलाई नै कुनै कुरो दिन सक्छ, न परिवारलाई नै कुनै कुरो दिन सक्छ। हुनसक्छ ऊ त माथेर मजै आउँथ्यो कि बा है। बिहानै माथ्यो, त्यो माथेको धुनमा यताउता घुम्यो, बाउलाई मजै आउँथ्यो कि, रिग्रेट हुन्थेन कि बा है। म माथेर यसरी हुन्छु, अरूलाई दुःख दिन्छु भनेर उसलाई त्यो सम्झिने त्यो कुरालाई मनन गर्ने क्षमता उसमा थिएन कि बा। उसलाई त माथेर हिँड्नु बा मजै आउँथ्यो कि बा उसले त जिन्दगी मजाले बितायो कि बा, माथेरै भए तापनि अब है। त्यो कुरो त थाहा छैन, तर उसको पर्पज अफ लाइफ चाहिँ के थियो होला भन्ने कुरा चाहिँ मैले बुझ्न सक्दैन क्या। उसको जिन्दगी कतिको सार्थक भयो होला क्या, सफल भयो होला। अब हाम्रो नजरमा त सफल भएन, उसकै नजरमा चाहिँ कस्तो थियो? उसलाई माथेर मजा आइरहेको थियो, डुल्यो खायो, बा उसको लागि त त्यो जिन्दगी सफल भएको थियो कि बा समाजको लागि पो त्यो असफल थियो कि? तर पनि फर्केर हेर्दाखेरि उसले आमा बाउलाई दिएको दुःख पीडा है, आफ्नो गाउँघरमा दिएको त्यो एउटा नराम्रो इन्भाइरोमेन्ट, उसको त्यो मात्ने त्योले अरू आउँदो युवाहरूलाई पनि इन्फ्लुएन्स गर्यो होला, सायद अरूलाई पनि बिगाऱ्यो होला। अनि म चाहिँ के भन्छु, अब पर्पोज अफ लाइफ त धेरैले बुझ्दैन, तर जबसम्म तिमी जीवित छौ, अरूलाई इज्जत गर्नुपर्छ, रिस्पेक्ट गर्नुपर्छ, अरूको भावनालाई बुझ्नुपर्छ है। मातेरै होस्, अरूलाई ठेस पर्ने कुरा गर्नु भएन है। अरूलाई एउटा राम्रो इज्जत दिनु पर्यो है। आमा बाउलाई मातेरै होस् तर पनि इज्जत गर्नु पर्यो।
जस्तोसुकै स्थितिमा मात्रै होस् तपाईँले केही न केही राम्रो चाहिँ गर्ने कोसिस गर्नु पऱ्यो नि त। किनभने हाम्रो समाजमा त मातेर पनि पर्पज अफ लाइफ बुझ्ने मान्छेहरू छ नि त है। अब ठुल्ठुलो सङ्गीतकारहरू छ, गीतकारहरू छ, गायकहरू छ, जसले मातेर नै अब आफ्नो यो जीवन त्याग्न पर्यो। तर पनि उनीहरूले दिएको जुन गीत सङ्गीत छ आज पनि गुन्जिरहन्छ, आज पनि मिठास छ। आज मान्छेले मातेको कुरा गर्दैन, उसको गीत र सङ्गीतको कुरा गर्छन्। अनि उनीहरूले कसरी त्यो मातेर पनि त्यो पर्पज अफ लाइफ उसको त्यो जीवनको उद्देश्यलाई चाहिँ बुझेछ क्या। त्यो फेरि छक्कै पर्दो कुरा छ। तर एनिवे अब मैले जुन एउटा केटाको त्यो कथालाई भने त्यस्तो खाले हाम्रो गाउँघरमा थुप्रै हुन्छ क्या। त्यस्तो खाले अब कथाहरू थुप्रै भेटिन्छ, हरेक गाउँमा, तपाईँहरूको गाउँमा पनि होला। र बाँचिन्जेल अरूलाई अब इज्जत गर्नु पऱ्यो है, रेस्पेक्ट गर्नु पऱ्यो। स्थिति जुनसुकै हो, पर्पज अफ लाइफ त बुझेन ठिकै छ, तर पनि अरूलाई माया गर्नु पऱ्यो। त्यो कुरो चाहिँ अब मुख्य होला जस्तो लाग्छ मलाई क्या। अन्त त्यही त पर्पज अफ लाइफ है। अब हामी पनि अब त्यो जिन्दगीको अब उद्देश्य के हो त्यो कुरोहरू अब है बुझ्नु सक्दैन होला हामीले पनि। तर जेसुकै भए तापनि मान्छेको अब भएर जन्म लिएपछि हामीले अरूको भावनालाई बुझ्नु पऱ्यो, अरूलाई इज्जत गर्नु पऱ्यो। त्यो चाहिँ मुख्य कुरा हो क्या। यो पर्पज अफ लाइफ नबुझे तापनि, यो हामीले खट्याउन नसके तापनि त्यो चाहिँ बुझ्नुपर्ने कुरा चाहिँ त्यो माया है, ममता, इज्जत, भावना बुझ्नु, यो कुराहरू चाहिँ मुख्य कुरा हो जस्तो लाग्छ मलाई चाहिँ। अनि अब युद्धको कुरा गर्दा अब युद्ध चलिरहेको छ है। अब अझै कहाँसम्म तन्किने हो त्यो थाहा छैन। र यो विषयमा धेरै कुरा पनि के गर्नु र युद्धको विषयमा त न्युजले नै धेरै कुरा बताइदिइहाल्छ। दिन चाहिँ यस्तो चाहिँ आज बेलुका पनि अब मिसाइल्सहरू आउँछ कि भन्ने आशंका चाहिँ धेरै छ।